फोन गरे हो कुन चाहिँ रोडले गरे होला अनि हाकिमले यो हाकिम कस्तो मान्छे रहेछ म कहाँ कहाँ जान लाग्यो अब बजा घरमै छु के घरमा एकैछिन निस्किन्छु कति फोन गरिरा अहिले थाहा पाउँछ बुढीले बाउला है क्या सला बाउला सला 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 हेलो भन त म घरमै छु घरमै एकैछिनमा निस्किन्छु घरमै छु के घरमै एकैछिनमा निस्किन्छु कति फोन गरिरा अहिले थाहा पाउँछ बुढीले आज चाहिँ भने मजाले डेटिङ हानेर आइन्छ याहु के नाटक हो यसको फेरि दिउँसो दिउँसो घरपति रहेछ ल बजार जान ल कहाँ जानु बा बजार त्यहाँ अफिसमा नि जानु छ बजारसम्म जाउँ भनेर अघि कसले फोन गरे बुढो अफिसबाट गरे हो कि हाकिमले किन चाहियो तिमीलाई मोबाइल दिनु भनेको किन चाहियो मोबाइल मोबाइल दिनु भनेको के मिल्दैन हेर्छु मात्रै अफिसबाट हो कि अफिसबाट हेर्छु मात्रै पर्दैन पर्दैन के त पर्दैन एकछिन चेक गर्नु दिनु भन्दा नि नदिनु मोबाइल त हुँदैन हाकिमले फोन गरे हो कि किन चाहियो हाकिम भनेर को हाकिमले फोन गरे हो कुन चाहिँ रोडले गरे होला अनि हाकिमले हाकिमले यो हाकिम कस्तो मान्छे रहेछ म कहाँ कहाँ जान लाग्यो अब बजा म भन्छ नि म भन्छ त्यो मान्छेलाई त म आँखामा मारि छोड्दिनँ कहाँ हिँड्ने मान्छेलाई मासाला कस्तो आइमेरेछ यार हेर माटै माटो कस्तो शङ्का गर्ने भने यो आइमीको जातै खत्तम भने मासाला कहाँ हिँड्ने मान्छेलाई मासाला मासाला हन्ड्रेड कराउँछस् यहाँ रिस उठ्यो भने भेट लाग्छ फेरि एउटीलाई फेरि फोन नहान भनेको फोन हानिदिएर सब चौपट पार्यो एक घर आएछु निस्किन लाग्छु एकछिन पढ्नु म निस्किन्छु भने पनि फेरि फोन हाने गरेर सब थाहा पायो अब उसै त शङ्का गरेर नजाने झन् घर उसै अगाडि फोन आएछ अब फेरि आफूलाई पनि थाहा भएन आफू टल्दिएर छे भनेर कुरा गर्न थाले मोबाइल साइलेन्टमा राख्नुपर्ने सब घरबारको सारा चौपट भनेर हो गुड गुड कसले फोन गरे हामीलाई थाहा थिएन र सजाय यही हो अब भाँडा माझ्नु नि छ तल
छिटो टोइलेट सफा गरेर भ्याउने हामी नारीलाई हेप्ने छोरा मान्छेहरूले जे गर्दा नि हुन्छ आज ढङढङ ढुङ्नु आज हकिमको फोन आएको कुन चाहिँले फोन गरेको थियो होला मैले नसुने हो र फोन गर्दा खुसी बोलिर हो यसो चाहिँ हो हेर्नु है गाईचाहरू बुढाहरू मात्यो भने यसरी नै काम लाउनु होला हजुरहरूले नि त्यो दम्मै मात्ने राम्रोसँग त्यहाँ भाँडा लातल सातल हानेर फेरि भरे माम खाने बेला भुइँमा हालिदिन्छु खाल्डो खनेर खुबै घुम्न जाने कुन चाहिँ केटीले फोन गरे होला अनि आज हाकिमको हकेर यसरी सजाइदिनु भयो बुढोलाई त यति गर्न सकेन भने त भाँडा यहाँ माथि नि रहेछ जम्मै लगेर यो मात्ने मेरो बुढो हजुर भने त गाँठे त माया गरे त साला के गर्नु पर्ने यो घरमा ए भगवान के दुःख पाए हेट साला साला कस्तो दुःख पाए जिन्दगीमा कहानी गतिलो नपरेपछि यति दुःख पाउँदो रहेछ जिन्दगीमा साला साला जिन्दगी कति गरेन यतातिर राम्रोसँग लिप्नु लिप आफै राम्रोसँग लिप्छु केही सामान गर्नु नानी मात्रै होइन हो आज भएन क्या उतातिर त्यस्तो राम्रोसँग अहिले राम्रो यत्र राम्रो आफै पो अब अहिले कस्तो पोतेको हो त्यो के पोते हो क्या त्यो कोही यता के हो यो कहीँ पोत झन् पोतिरहेको छु झन् घरि के भन्छ घरि के भन्छ त्यो राम्रोसँग पोत्ने है राम्रोसँग त्यो भित्रको जम्मै यस्तोहरू जम्मै यस्तै हो अब मैले पोत्ने पानी पुगेको छैन अलि पानी हालेर राम्रोसँग पोत्ने हाल्छ पानी अब भइसक्यो यस्तो हुँदैन कस्तो हुन्छ त यतातिर राम्रो पोत्नु यो चाहिँ भएको छैन लगाइदिएछ कहीँ फोटो मैले यत्रै सक्दिनँ साला झन् पोत्यो झन् हेर्नु पो रहेछ मलाई त थोरको लागि यहाँ पोत्न है पोत्न आउनु भने पोत्न आउँछु म पोत्न Pot, pot, tome pot, pot,